आज बिहानको 6:30 बजेको छ। अहिले पनि हामी ब्लगिङमा छौँ तपाईँहरूको लागि। अफिस आएको छौँ होइन, अफिस जाँदैछौँ। अहिले बिहानको 6:30 बजिसकेको छ। तपाईँलाई म देखाउन चाहन्छु कि अहिले बिहानको 6:30 बजिसकेको छ र ब्लगिङ गर्दैछौँ। हामी अहिले कम्पनीमा जाँदैछौँ, हाम्रो काम हुँदैछ। फेरि काम त्यही हो, रातभरि सुत्याइन। आज म चोदाइ गर्न मलाई बहुत मजा आउँछ। हामी रोडी हेर्छौँ। पागल भइसक्यो यार। के भन्दै यो ब्लग म तपाईँलाई गइरहेको छ। बच्चाहरू अहिले स्कुल जाँदैछन्। त्यही हो यो कार्यक्रम, स्कुल जाने आउने क्रम चलिरहन्छ। अहिले बिहानको 6:30 बजिसकेको छ। कृपया हामी तपाईँलाई प्रसारमा जानकारी गराउँदैछौँ। यस्तै छ हाम्रो चलन चल्तीमा। के हो भनेपछि यस्तो चलिरहेको छ। लाडोमा चाहिँ के हो भने अनि त्यस्तै छ भइरहेको छ। अब हामी रुम पुग्नलाई चाहिँ हामी 2 मिनट जति लाग्छ होइन हामीलाई रुम पुग्नलाई। धेरै छैन, अब 2 मिनटमा हामी रुम पुग्छौँ। रुम पुगेर हामी तपाईँलाई प्रचार गर्नेछौँ प्रत्यक्ष। अहिले हस्त नमस्ते, टाढा पायो। यही हो हेर्नुहोस्, त्यस्तै छ बाटो। त्यो जानुपर्छ हामी होइन। स्कुल बस यो गल्ली भनेको दारू खानलाई फेमस छ। यहाँ लिगल दारू खान्छ मान्छेहरूले। लिगल दारू किन्छ नि खान्छ मान्छेहरूले। यहाँ लुकी खान्छ केटाहरूले। चलन चल्तीमा यही छैन, लिगलमा यस्तो छ। क्रिस्टल प्यालेस होटल भन्छ यसलाई। ब्ल्याकमेल गरेर खतरा मगाइमा देखिया रहेछ। रणवीर यस्तो होटल खतरा रहेछ। यो टाढा हेर्न सक्नुहुन्छ। यो पनि बाटो र यताडा नि बाटो छ। हाम्रो बाटो छ। हामी यताडा नि जान सक्छौँ। यसलाई भन्छ क्रिस्टल होटल। अब हामी कम्पनीमा आइसकेका छौँ। तपाईँलाई म भ्लग म कट गर्न चाहन्छु, किनभने चाहिँ काम गर्दाखेरि हामीले भ्लग गर्न पाउँदैनौँ होइन। साथीभाइहरू, दिदीबहिनीहरू, टाटा बाई बाई। हेलो गाइज, वेलकम टु माई भ्लग युट्युब च्यानल। अगेन आई एम कमिङ। भर्खरै हाम्रो सिद्धियो, भर्खरै हाम्रो रेस्ट भयो। मर्निङ ड्युटी हो। मर्निङ ड्युटी बिहानमा उठ्नु पर्दा गाह्रो नै हुन्छ गाइज। यस्तो छ परदेश जिन्दगी। बिहान गाह्रो हुन्छ, त्यही नै हो। बिहान उठ्नुपर्छ। उठ्यो त्यस्तै हो। 5 बजी अनि
हुँदैन हैन। अनि फेरि हामी उठेर अब आयो 6 बजी 6:30 बजीदेखि हाम्रो ड्युटी सुरु हुन्छ। ड्युटी हान्यो मजाले हानिसकेपछि फेरि मजाले ड्युटी हानिसकेपछि फेरि 9:30 बजी हाम्रो रेस्ट टाइम हुन्छ। फेरि 2 बजी जानुपर्ने हुन्छ हामीलाई काममा। त्यस्तो चल्दा जिन्दगी। अनि त्यही हो, बिहान तपाईँलाई हल्का जान लागेको देखाइहालेँ। त्यसपछि अब रेस्ट टाइम पछि म जान लागेको तपाईँलाई भिडियो गराएर देखाउँदैछु। यो चाहिँ बाटोको हो। मेरो फेस हेर्न चाहनुहुन्छ होला सायद। ठिकै छ, म एकछिनपछि तपाईँलाई भ्लगिङ देखाउँछु। आज यही बाटो जाउँ। रुममा पुग्नलाई 2-3 ठाउँबाट जान सकिन्छ क्या अरे। हामी चाहिँ अब यहीबाट जान्छौँ अब आज होइन। यहीबाट जान्छौँ। तपाईँलाई म आज अरू नयाँ चिज के देखाउँ। एटिएम घुसारेको देखाउनु हुन्थ्यो। ठिकै छ। तपाईँलाई अब अर्को भिडियोमा हामी तपाईँलाई एटिएम चलाएको पनि देखाउँछौँ। त्यो पैसा पनि त्यस्तै हो। अब आएको छैन। अहिले हामी जान्छौँ रुममा। त्यही हो गाइस, बाटो यही हो। अनि यस्तै छ अब जिन्दगानी पर्दैछ जिन्दगानी होइन। के गर्नु नि परै। केटाहरूलाई अन्जानलाई भनेको होइन, हिजो हालेको पनि भएन। अब आज हालेको के हुन्छ खै हेरौँ होइन। एटिएम कार्ड, यो हाम्रो एटिएम मेसिन, यो एटिएम कार्ड। ट्याप योर कार्ड हेयर। कसरी हो त यार? ओके, हामी तपाईँलाई यो भ्लग पछि देखाउँछौँ एटिएम कार्डको भ्लग होइन। अनि जानिनँ उहाँ डिग्री हो भने फेरि टेन्सन हुँदो रहेछ। ठिक छ, भिडियो भने फेरि आफूलाई समस्या आउँदो रहेछ है। त्यो अगाडि जानुभएको एउटा हाम्रो दाइ हो नि, तिनी काम गर्ने वेटर भन्छ होइन त्यसलाई। त्यस्तै हो। बिल्डिङहरू राम्ररी छ। मस्जिद मदिना भन्छ है यसलाई होइन। मस्जिद मदिना भन्छ। अनि हामी अहिले रुम जाँदैछौँ। र तपाईँहरूलाई माझमा यही सानो ल्याएर आएँ। म एकदमै खुसी छु। अनि अरू त के भन्नु र गाइस, त्यस्तै छ जिन्दगी। परदेशी जिन्दगी। जहिले यताउता त्यही हो। काममा गयो, रुममा आयो, काममा गयो, रुममा आयो। छुट्टी हुन्छ होइन। महिनाको 3 दिन छुट्टी हुन्छ हाम्रो, हप्ताको होइन है गाइस है। महिनाको 3 दिन छुट्टी हुन्छ। यस्तै छ। उता गएर आउँछ। अनि के भनौँ र खै, धोका दिनेलाई तिमी हाँस भो मै बसोरा लो। के भनौँ र खोइ धोका दिनेलाई तिमी हाँस भो मै बसौला रोइ। त्यस्तै छ जिन्दगी। क्यार्नु खोइ धोका दिनेलाई तिमी हाँस भो मै बसौला रोइ। अनि हामी जान्छौँ अब रुममा होइन गाइस। किनभनेपछि हामी बस्ने मान्छेहरू हौँ। हामी अब रुममा आइपुग्यौँ गाइस। त्यति बेला मैले भ्लगिङ गरेर जाँदैछु राम्रो नि। रुममा आइपुग्यौँ। त्यो केडा भन्ने हो, त्यो क्याप्टन है हाम्रो। उसको अगाडि आउनु भएर चाहिँ अनि हामी रुममा आइसक्यौँ। एकछिन बाहिर बसेर भ्लगिङ गर्न चाहन्छु म, तर
के भन्नु तपाईँहरूमा यो टोरेल भन्छ मन्नत भन्छ रेस्टुरेन्ट भन्छ यताउता भन्छ चोइस अफ फ्लावर मिल्स भन्छ के कालिफिया भन्छ सबै दोकानहरूको नाम हो टेलरिङ सिकलरिङ भन्छ होइन 22 नम्बर बिल्डिङ हुन्छ हाम्रो आइपुग्यौँ हामी यही रुममा आइपुग्यौँ गाइज घुममा आइपुग्यौँ यस्तो छ ब्लग अब फेरि 2 बजी जानुपर्ने हुन्छ हामीलाई 2 बजी रुममा जानुपर्ने हुन्छ है अनि फुड भ्लगिङ चाँडै आउँदैछ है गाई फुड भ्लगिङहरू आउँदैछ हाम्रो अगाडि धेरै चिजहरू पनि आउँदैछ अहिले चाहिँ यस्तै चलिरहेको छ होइन तर म तपाईँलाई फुड भ्लगिङ तपाईँहरूमा चाहिँ ल्याएर आउँदैछु कृपया हेरिदिनु हुनु होला भन्ने म आशा राख्छु ल गाइज यही हो हाम्रो रुम नम्बर सक्दिन्छौँ भाइ